यो करैलाको बोट आफै उम्रेको हेर्नुस् है त्यो कङ्क्रिटलाई फोडेर फुटेर आफै उम्रेको त्यो अनि उम्रेर मेरो मिसेसले अब यो करैलाको बोट हो भनेर चिनेर अनि यस्तो रेलिङमा चाहिँ यसरी चाहिँ यसलाई लत्राइन् अनि कस्तो फलेको हेर है आफै उम्रेको रुख कस्तो फलेको कति फलेको यो सिजनभरि करेला खाएको हामी हो हेर्नुस् अनि मेरो मिसेस मास्टरमाइन्ड सीता चौधरी अनि लिटल मास्टरमाइन्ड मेरो छोरी सिया चौधरी करेला टिप्दै ल ल ल करेला टिपै करेला टिपो ल ल कमी ठिकै छ बाबुले आउँदैन र टिप आज करैलाको भर्ता बनाएर खानुपर्छ ए भर्ता भन्छु के भन्छ सिधा त्यसलाई करैलामा मसाला हालेर पकाउँछौ नि ओ मम्मीले पकाउनु हुन्छ बाबु एकछिन रोकन ओके मेरो गुडिया रानी रुकन 1 मिनट बाबु हेर सिया कत्रो करैला सियालाई मन पर्छ कि पर्दैन करैला सियालाई मन पर्छ फुटेको करैला रोक्नुस् बाबु अब यहाँ मात्रै नलत्राएर उसले तल पनि लत्राएछिन् त्यही रुख हो त्यहाँदेखि त्यहाँसम्म लत्राएछिन् अनि यो सिजनभरि हामीले यही बोटको करैला खाएर पुग्यो किन्नै परेन करैला कति धेरै फलेछ रोप्नु त हेर्नु न ओ बाबुले काट्ने हो ल काट्नुहोस् ल काट ल टिप यता देखाउनु कति फलेको हो छोरीको करैला ओ माइ गॉड ल काट्नुहोस् ल बाबुले काट्नुहोस् काट भेरी गुड बाबुले काट्नु भयो ल यो पनि काट्नुहोस् ल हेर्नुहोस् कत्रो करैला ल काट्नुहोस् उता नकाट काट यो काट्नुहोस् बाबु काट्नुहोस् उता भेरी गुड ल यो पनि काट्नुहोस् ल काट्नुहोस् ल यो पनि काट्नुहोस् राम्रोसँग काट कति जानेको हो बाबुले गुड यो पनि काट्नुहोस् ल मेरो बाडी हेर्नुहोस् है आँपको रुख अम्बाको रुख कटहरको रुख केलाको रुख लिचीको रुख अनि निमको रुख